रवि लामिछानेमाथि लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिने निर्णय गर्यो भन्दै केही मानिसहरूले अहिले हौवा पिट्दै रुवाबासी गरिरहेका छन्। केहीले त टाउको फोडिरहेका छन् भने केही व्यक्तिहरू पागल भएर बरबराउँदैछन्। तर साथीहरू, महान्यायाधिवक्ताको कार्यालयले अहिलेसम्म रवि लामिछानेमाथि लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिनुपर्छ भनेर निर्णय गरेको कहीँ कतै पनि छैन। महान्यायाधिवक्ता कार्यालयले सार्वजनिक गरेको आदेश अथवा प्रतिवेदन यही नै हो। तपाईहरू आफै पढ्न सक्नुहुन्छ। मैले यहाँ जस्ताको तस्तै राखेको छु। यो आदेशको बुँदा नम्बर 4 मा महान्यायाधिवक्ताको कार्यालयले प्रष्ट रूपमा के भनेको छ भने रवि लामिछानेमाथि लगाइएको अभियोग पत्रलाई विभिन्न कारणले गर्दा संशोधन गर्नुपर्ने आवश्यकता देखियो। त्यसकारण मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 36 बमोजिम संशोधन गर्ने निर्णय गरिएको छ र सोही बमोजिम आदेश दिएको छ भनेर लेखेको छ। अब आफूले दायर गरेको अभियोग पत्रलाई महान्यायाधिवक्ताको कार्यालयले संशोधन गर्न पाउनु त उसको कानुनी अधिकार हो। यहाँ कसले टाउको फोडेर के हुन्छ भने यो आदेशमा कहीँ कतै पनि रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरिएको छ भनेर महान्यायाधिवक्ताको कार्यालयले भनेको छ। र यदि सरकारले कुनै मुद्दा फिर्ता लिनु पर्यो भने त्यसको लागि छुट्टै कानुनी व्यवस्था छ र त्यो हो मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 116। यदि सरकारले मुद्दा फिर्ता लिने हो भने उक्त दफा 116 बमोजिम नै लिनुपर्ने हुन्छ। दफा 36 बमोजिम मुद्दा फिर्ता लिन पाइँदैन। अझै दफा 116 मा प्रष्ट रूपमा के भनेको छ भने सम्पत्ति शुद्धिकरणको मुद्दालाई सरकारले फिर्ता लिन पनि सक्दैन भने महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेमाथि लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गर्छ जबकि कुनै कानुनी आधारै छैन। अनि महान्यायाधिवक्ता कार्यालयको यो आदेशमा कहीँ कतै मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 116 लाई कोड गरिएको छ, उल्लेख गरिएको छ, केही पनि गरिएको छैन। यो आदेशमा त मात्र मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 36 बमोजिम अभियोग पत्रलाई संशोधन गर्ने आदेश दिएको छ भने यो हौवा के को लागि पिटेको, किन टाउको फोडेको? अब एकपटक मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 36 मा के कुरा लेखिएको रहेछ त्यो पनि हेरौँ। यसको उपदफा 1 मा लेखिएको छ, अदालतमा एकपटक दायर भइसकेको मुद्दामा थप प्रमाण फेला परी पहिले लिएको माग दाबी संशोधन गर्नुपर्ने देखिएमा महान्यायाधिवक्ताको स्वीकृति लिई सम्बन्धित सरकारी वकिलले अभियोग पत्रमा संशोधन गर्न सुरु तहको सम्बन्धित अदालतमा कारण खुलाई निवेदन दिन सक्नेछ भनेर भनेको छ। अहिलेसम्म त निवेदन पनि दिएको छैन। मात्र महान्यायाधिवक्ता कार्यालयले दफा 36 बमोजिम संशोधन गर्न आवश्यक देखियो भने निर्णय गरेको छ र संशोधन गर्नुपर्छ भनेर सम्बन्धित जिल्लाका सरकारी वकिलहरूलाई आदेश दिएको छ। तर सरकारी वकिलहरूले अदालत समक्ष निवेदन पनि दिइसकेका छैनन्। र दोस्रो कुरा उपदफा 2 मा लेखिएको छ, उपदफा 1 बमोजिम निवेदन पर्न आएमा र त्यसको बेहोरा मनासिब देखिए निवेदन बमोजिम अभियोग पत्रमा माग दाबी संशोधन गर्ने आदेश सम्बन्धित अदालतले दिन सक्नेछ भनेको छ। यसको मतलब जब सरकारी वकिलले अभियोग पत्र संशोधन गर्नको लागि सम्बन्धित अदालतमा निवेदन दिन्छन्, त्यसपछि उक्त अदालतका न्यायाधीशले त्यो निवेदनलाई राम्रोसँग हेर्छन् र त्यसको बेहोरा मनासिब लाग्यो भने मात्रै अभियोग पत्र संशोधन गर्नको लागि उनले आदेश दिन्छन्। यदि न्यायाधीशलाई त्यो मनासिब लागेन, यो ठिक छैन जस्तो लाग्यो भने उनले आदेश दिन्नन्। उनले आदेश दिएनन् भने त कसैले अभियोग पत्र संशोधन गर्न सक्दैन। किनकि हामी सबैजनालाई थाहा छ न्यायपालिका त स्वतन्त्र छ भने अहिले किन टाउको फोड्नु पर्यो? यदि सरकारको गलत कदम हो यो, यदि महान्यायाधिवक्ताको कार्यालय बायस भएर
रवि लामिछानेमाथि सदा सयदा राखेर मात्रै यस्तो निर्णय गरेको रहेछ भने त सम्बन्धित जिल्ला अदालतका न्यायाधीशले यो अभियोग पत्रलाई संशोधन गर्ने अधिकारै दिँदैनन्, यो अभियोग पत्र संशोधनै हुँदैन भने अहिले किन पागल हुनु पर्यो र?